Who will cry when you die? यो सायद सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो जो तपाईँ सोच्न सक्नुहुन्छ। तर यो प्रश्न यति सजिलो छैन जस्तो यो देखिन्छ। यो प्रश्न कति मान्छे तपाईको मलामीमा आउँछन् भन्ने बारेमा होइन, न त तपाईले सम्झेर त्यसबेला कति मान्छे रुनेछन् भन्ने बारेमा नै हो। यो त तपाईँ आफू गएपछि के छोडेर जानुहुन्छ भन्ने बारेमा हो। यो जिन्दगीलाई हेर्ने एक भिन्न तरिका हो। धेरैजसो मानिसहरू आफ्नो जिन्दगीलाई एक रेस वा भनौँ दौड हो भनी ठान्दछन्, स्टार्टदेखि फिनिस लाइनसम्म। तर यो एक दृष्टिकोण हो आफ्नो जिन्दगीको अन्तिम अवस्थालाई हेर्ने र त्यस स्थानबाट बुझ्ने कि आफ्नो अमूल्य समयमा तपाईले यस संसारमा के गर्नुभयो त। यही आइडियालाई रोबिन शर्माको बेस्ट सेलिङ बुक जसको नाम हो हु विल क्राई व्हेन यु डाई मा लेखिएको छ। र यस पुस्तकमा लेखकले 101 वटा सर्ट लाइफ लेसनहरू दिएका छन् जसले हाम्रो जिन्दगीलाई अझ राम्रोसँग बाँच्नका लागि हेल्प गर्छ। यस पुस्तकमा भनिएको सबै लेसन त यस समरी भिडियोमा भन्न सकिँदैन, तर 9 वटा महत्त्वपूर्ण लेसनहरू भने म यहाँ सेयर गर्दैछु। पोइन्ट नम्बर 1 हो मेन्टेन योर पर्सपेक्टिभ। एक पटक एक बुढो व्यक्तिलाई हस्पिटलमा ल्याइयो। त्यस रुममा अर्को पनि एक पेशेन्ट थियो र त्यो अर्को पेशेन्टको बेड झ्यालको छेउमा थियो। त्यहाँ रहँदा ती दुईको छिट्टै नै मित्रता भयो। जो झ्याल नजिक रहेको बिरामी थियो उसले भनिरहन्थ्यो कि झ्यालदेखि बाहिर के भइरहेको छ, कसरी बच्चाहरू खेलिरहेका छन्, रुख कस्तो देखिरहेको छ, यस्तै यस्तै। तर केही समयपछि त्यस बुढोलाई त्यस व्यक्तिप्रति ईर्ष्या बढ्न थाल्यो किनकि अर्को व्यक्तिले बाहिरको वातावरण देखिरहेको थियो। एक दिन जब त्यस झ्याल नेरेको व्यक्तिलाई डाक्टरको आवश्यकता थियो तर पनि त्यस बुढोले कसैलाई बोलाएन र त्यो झ्याल नेरेको व्यक्तिको मृत्यु भयो। ऊ मरेपछि त्यस बुढोले भन्यो मलाई झ्याल लिएर सारिदिनुहोस्। तर जब ऊ झ्याल लिएर पुग्यो तब उसले थाहा पायो कि झ्यालको अर्कोपट्टि केही पनि थिएन, मात्र अर्को भित्ता थियो। खासमा त्यस व्यक्तिले बुढोलाई पोजिटिभ सोचका लागि प्रेरणा मात्रै गरिरहेको थियो। त्यसैले उसले अनेक कहानी बनाएर भन्ने गर्थ्यो कि झ्याल बाहिर के हुँदैछ। यस कहानीले हामीलाई सम्झना गराउँछ कि जब हामी आफ्नो दृष्टिकोणलाई हराउँछौँ त्यसबेला हामीले निकै ठुलो भूल गर्दछौँ। धेरै पटक हामीलाई आफ्नो समस्या निकै भयानक लाग्छ तर खासमा दुनियाँको नजरमा निकै सानो हुन्छ। यदि तपाईँ पुरै ब्रह्माण्डलाई हेर्नुहुन्छ भने हामी रहेको ग्रह पृथ्वी पनि सानो जस्तो लाग्छ। यसरी त कम्पेयर गर्दा हाम्रो प्रब्लम अझै सानो हुँदै जान्छ। पोइन्ट नम्बर 2 हो कि तपाईले टफ लभ प्र्याक्टिस गर्नुपर्ने हुन्छ। रोबिन शर्माले भन्छन् कि तपाईँ आफैसँग जति कडा हुनुहुन्छ उति नै तपाईको जीवन सहज हुनेछ। टफ लभको मतलब हुन्छ कि तपाईँ क्लियर र स्ट्रङ बाउन्ड्रिज बनाउनुहुन्छ आफैप्रति कि तपाईले के काम गर्नुपर्ने हो र तपाईँ त्यसमा अडिग हुनुहुन्छ कि त्यस कामलाई तपाईँ पुरा गरेरै छाड्नुहुन्छ। धेरैलाई सफल व्यक्तिप्रति गलत धारणा हुन्छ कि सफल व्यक्तिलाई यो काम असाध्यै मनपर्छ जो उनीहरू गरिरहेका छन्। यस्तो बिल्कुलै होइन। सक्सेसफुल व्यक्तिको यो बानी हुन्छ कि चाहे मन होस् वा नहोस् गर्नुपर्ने काम पुरा गरेरै छाड्ने। धेरैजसो मानिस जब बिहान उठ्छन् तब सोध्छन् कि मलाई आज के काम गर्न मन छ वा मलाई आज जबरजस्ती के गर्नु पर्ला। तर सक्सेसफुल व्यक्ति त्यही गर्छन् जो लङ टर्ममा उनीहरूलाई फाइदा दियोस्, चाहे मन होस् वा नहोस्। नेक्स्ट पोइन्ट हो डेभलप एन अनेस्टी पोलिसी। हामी सबैले सानोमा यो भनाइ त सुनेकै होला, अनेस्टी इज द बेस्ट पोलिसी। तर मलाई के लाग्छ भने हामीहरूले यसलाई धेरै सुन्दा यसको मर्म नै भुलिसक्यौँ। म तपाईहरूलाई के इन्ट्रेस्टिङ कुरा भन्न चाहन्छु। पहिलो कुरा हो धेरैजसो मानिस ठुलो झुट धेरै भन्दैनन्। यहाँ प्रब्लम ठुलो झुट होइन, प्रब्लम त यहाँ ती साना झुटहरू हो जो हामी आफैलाई भनिरहेका हुन्छौँ र अरूलाई पनि यस्ता साना झुटहरू भनिरहेका हुन्छौँ। भोलिदेखि हेल्दी खाना मात्रै खान्छु भनेर भन्नुहुन्छ तर तपाईँ यसो गर्नुहुन्न। यस्तोमा तपाईँ आफैलाई एक सानो झुट गरिरहनु भएको हुन्छ जुन पछि गएर खतरा हुन्छ। आफैसँग झुट बोल्न छोड्नु निकै मुस्किल पनि हुन्छ। रोबिन शर्माले रिकमेन्ड गर्छन् कि 7 डे ट्रुथ फास्ट ट्राई गर्न सक्नुहुन्छ जसमा 7 दिनसम्म तपाईँ सबैसँग र आफैसँग पनि साँचो मात्रै बोल्नुहुन्छ र तपाईँ आफैलाई कारबाही गर्नुहुन्छ जब झुट बोल्नुहुन्छ। यो पोइन्टले मलाई जोर्डन पिटरसनको रुललाई सम्झना गराउँछ जसमा भनिएको थियो टेल द ट्रुथ और एटलिस्ट डोन्ट लाई। नेक्स्ट लेसन हो रिक्रुट अ बोर्ड अफ डिरेक्टर्स। कम्पनीमा बोर्ड अफ डिरेक्टर हुन्छन् जसले सही डिसिजन लिनमा मद्दत गर्छन्। प्रत्येक बोर्ड मेम्बर कुनै न कुनै कुरामा एक्सपर्ट हुन्छन्। ती सबै मिलेर कम्पनीलाई सही दिशामा र गति दिन सहयोग गर्छन्। अभियसली हामी कम्पनी त चलाइरहेका छैनौँ, न त हाम्रो जिन्दगी कम्पनी समान हुन्छ। तर पनि बोर्ड अफ डिरेक्टरलाई प्रयोग गर्ने तरिका छ र त्यो हो हाम्रो दिमागले। तपाईँ डिप स्टेट अफ रिल्याक्सेसनमा जानुपर्ने हुन्छ। तपाईँ 10 मिनट मेडिटेट गर्न सक्नुहुन्छ र मेन्टल्ली आफ्ना बोर्ड अफ डिरेक्टरसँग कुरा गर्नुहोस्। यस्तोमा तपाईँको बोर्ड अफ डिरेक्टरका मेम्बरहरू जीवित हुनुपर्छ भन्ने पनि छैन किनकि यी सबै तपाईँको दिमागमा छन्।
जस्तो कि तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि तपाईँ स्टिभ जब्ससँग सल्लाह लिँदै हुनुहुन्छ कि तपाईँ आफ्नो कम्पनीमा इनोभेट कसरी गर्न सक्नुहुन्छ भनेर, वा त तपाईँ गान्धीसँग कुरा गर्न सक्नुहुन्छ क्रान्ति कसरी ल्याउने भन्ने बारेमा। यस पोइन्टले हामीले हाम्रो दिमागको इन्ट्रेस्टिङ कुरालाई देखाउँछ। कुनै पनि उत्तर तपाईँको मेन्टल स्टेटका बोर्ड अफ डिरेक्टरबाट प्राप्त भइरहेको छ भने त्यो तपाईँको आफ्नै दिमागबाटै त आइरहेको छ नि। तपाईँले मात्र इमेजिन गर्नुभयो कि स्टिभ जब वा गान्धीले यस समस्यालाई कसरी सल्भ गर्छन् भन्ने बारेमा, र तपाईँको दिमागले अटोमेटिक एन्सर दिन थाल्यो। यसरी हेर्दा तपाईँको दिमागसँग सबै एन्सरहरू छन्, तपाईँ मात्र त्यसलाई अनलक गरिरहनु भएको छ आफ्ना ती बोर्ड अफ डिरेक्टरलाई प्रयोग गरेर। अर्को लेसन हो गो अन अ न्युज फास्ट, समाचारको व्रत। यो पुस्तक 20 वर्ष पहिले नै पब्लिस भएको थियो, तर यो पोइन्ट आजकल अझै सान्दर्भिक भएको छ। मानिसहरूलाई आजकल न्युजको एडिक्सन भएको छ। तपाईँले विचार गर्नुभयो भने थाहा पाउनुहुनेछ कि एक नयाँ कुरा वा न्युज आयो भने त्यसको दिनभरि नै केही न केही अपडेटहरू आइ नै रहेका हुन्छन्। हामीहरूलाई ती सबै नराम्रा कुराहरू थाहा भइ नै हाल्छ जो यस संसारमा भइरहेको हुन्छ, र हामीलाई लाग्छ कि अरू धेरै इन्फर्मेसनहरू प्राप्त भइरहेको छ। तर यसो रोकिएर आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ कि साँच्चैमा यसबाट केही फाइदा भइरहेको छ त? रोबिन शर्माले रिकमेन्ड गर्छन् कि न्युज फास्ट यानी समाचारको व्रत, 1 हप्ताको लागि कुनै समाचार नहेर्नु र नपढ्नु। 1 हप्तापछि तपाईँलाई महसुस हुनेछ कि तपाईँ एक्चुअली कम जानकार हुनुहुन्न। धेरैजसो मुख्य कुरा बातचितबाट थाहा पाइहाल्नुहुन्छ। साथै तपाईँ आफूलाई तनाव कम भएको र फोकस गर्ने क्षमता बढेको पाउनुहुनेछ। मैले यहाँ कहिले पनि न्युज नहेर्नुस् भन्न खोजेको होइन। मेरो अर्थ तपाईँ न्युज हेर्दा सुन्दा इन्टेन्सनल हुनु आवश्यक छ भन्ने हो, कहिले र कसरी समाचार हेर्नुहुन्छ भन्ने बारेमा। मेरो लागि बेस्ट ब्यालेन्स भनेको मानिसहरू कुन समाचारका बारेमा कुरा गरिरहेका छन्, हप्तामा 1 वा 2 पटक ती कुरामा इन डेप्थ रिसर्च गर्नु। यसरी मेरो इन्फर्मेसन अरूभन्दा धेरै हुन्छ र नेगेटिभ न्युजको दैनिक तनाव लिनु पनि पर्दैन। नेक्स्ट स्टेप हो राइट अ लेगेसी स्टेटमेन्ट। लेगेसी मतलब विरासता। जब महान व्यक्तित्व मर्छन् पछाडि लेगेसी छोड्छन्। महात्मा गान्धी, मार्टिन लुथर किङ, स्टिभ जब्स यी सबैले आफ्नो लेगेसी छोडेका छन्। यो पोइन्ट मलाई अर्को सेल्फ इम्प्रुभमेन्ट आइडियासँग मिल्दोजुल्दो लाग्छ, जसले भन्छ कि हामी आफैले आफ्नो फेनरल स्पिच लेख्नुपर्छ। तपाईँ यस संसारमा नरहँदा तपाईँका बारेमा मानिसले के सोच राखुन् भन्ने चाहनुहुन्छ। एक पटक यसलाई लेख्नुभयो भने तपाईँको जीवन हेर्ने दृष्टिकोण बदलिनेछ। मानव तपाईँको लेगेसी स्टेटमेन्ट, म मेरो वरपर रहेकालाई इन्स्पायर गर्न चाहन्छु र तिनीहरूलाई गरिबीबाट छुटकारा दिन चाहन्छु। अब तपाईँ हेर्नुहुनेछ कि तपाईँको कार्य यस भनाइप्रति मेल खान्छ कि खाँदैन, वा के तपाईँले आफ्नो पुरा दिन सोसल मिडिया र भिडियो गेममा वेस्ट गर्नुभएको छ। यस्तोमा तपाईँको लेगेसीमा कस्तो प्रभाव पर्ला त? यस पुस्तकमा लेखकले भन्छन् कि जिन्दगीको पहिलो 50 वर्ष मानिस आफ्नो लिजिटिमेसी बिल्ड गर्छन्। यसको मतलब हो धेरै पैसा कमाउनु, ठुलो घर, यस्तै र यसपछि मात्रै लेगेसीमा फोकस गर्छन्। उनीहरू आफ्नो जीवनमा केही छुटेको महसुस गर्छन्, तर हामीले लेगेसी बनाउन यति समय वेट गर्नु छैन। जतिसक्दो छिटो यसमा काम गर्नुपर्छ, जसले गर्दा आफ्नो जिन्दगीप्रति कुनै पछुतो नरहोस्। नेक्स्ट पोइन्ट हो बी मोर देन योर मुड्स। कसैले यसो भनेको सुन्नुभएको होला, मलाई यो काम गर्नु छ तर मलाई त्यसमा मन नै लागेको छैन। यसैलाई भनिन्छ आफ्नो मुडको दास बन्नु। धेरैजसो मानिस यस्तो कार्य गर्छन् जस्तो कि उनीहरूको मुड उनीहरूको कन्ट्रोलमा छैन, अनि उनीहरू वेट गर्छन् कि मुड ठिक भएपछि त्यस कामलाई गर्नेछु भनी पर्खिबस्छन्। तर रियालिटीमा त मोस्ट अफ द टाइम तपाईँ आफ्नो मुडलाई कन्ट्रोल गर्न सक्नुहुन्छ, यदि तपाईँ साँच्चै चाहनुहुन्छ भने। तर तपाईँ जहिले पनि आफ्नो काम गर्ने मन छैन भनी सोच्नुहुन्छ भने ओभियसली तपाईँको मुड खराब रहन्छ र त्यसमा मन लाग्दैन पनि। तर तपाईँ आफ्नो कामको राम्रो पक्षलाई हेरी त्यस कामबाट के रिजल्ट आउन सक्छ भनी सोच्नु भएमा तपाईँको मुड इम्प्रुभ पनि हुन सक्छ। तर यसो गर्दा समेत मुड इम्प्रुभ नभएमा र यो तपाईँको कन्ट्रोलमा छैन भन्ने लागेमा पनि काम त गर्नु नै पर्छ, चाहे मुड होस् वा नहोस्। मुड भन्दा पनि प्रायोरिटी काममा हुनुपर्छ। नेक्स्ट पोइन्ट हो बी हम्बल। धेरैजसो सक्सेसफुल व्यक्ति हम्बल हुन्छन्। कहिलेकाहीँ हुनसक्छ धनी व्यक्ति हम्बल नभएको भेटिन सक्छ, तर धेरैजसो जसले लेगेसी यस संसारमा छोडेका छन् उनीहरू हम्बल रहेका छन्। धेरैजसोलाई ह्युम्यालिटीको अर्थ अरू व्यक्ति जस्तै छु भनेर एक्ट गर्ने हो भन्ने लाग्छ। ह्युम्यालिटीको अर्थ यस्तो त हुँदै होइन। यदि तपाईँ धनी हुनुहुन्छ र तपाईँ पैसा नभएको जस्तो एक्ट गर्नुहुन्छ भने तपाईँ हम्बल होइन। हम्बल हुनुको खास अर्थ त आफ्नो इगोलाई छोड्नु हो। यसको मतलब तपाईँ रियालिटीलाई अब्जेक्टिभ तरिकाले हेर्नुहुन्छ र तपाईँलाई थाहा हुन्छ कि तपाईँको सक्सेस र फेलुअर तपाईँको माइन्डसेट, हार्डवर्क र अलिकति लकको परिणाम हो, र यही कारणले तपाईँ अरूभन्दा सुपेरियर होइन। अब अर्को पोइन्ट हो रिराइट योर लाइफ स्टोरी।
यदि तपाईलाई लाग्छ कि तपाईले प्लान गरे जसरी तपाईको जीवन चलेको छैन भने मसँग तपाईको लागि खुसीको कुरा छ। तपाई आफ्नो जिन्दगीलाई रिराइट गर्न सक्नुहुन्छ। तपाईको जिन्दगीमा बितेको दिनमा जे भए पनि तपाईको भविष्य खुल्ला छ र भविष्यमा आफ्नो पर्सनालिटी र ह्याबिटलाई परिवर्तन गरेर नयाँ मोड दिन सक्नुहुन्छ। यहाँ क्वेशन तपाई यो गर्न सक्नुहुन्छ वा हुन्न भन्ने होइन, किनभने संसारमा करोडौंले यसो गरिसकेका छन्। प्रश्न त जिन्दगीलाई रिराइट गर्न तपाई पो रेडी हुनुहुन्छ वा हुनुहुन्न भन्ने हो। धन्यवाद।